भाग्य के हो, वाट इज लक? धेरै जसो ज्योतिष आदि कहाँ जान्छन् र कतिपय हामी कहाँ पनि आउँछन्। अलिअलि ज्योतिष हामी पनि गर्छौं र भन्छन् हाम्रो भाग्य भविष्य के होला गुरुजी, हाम्रो व्यापार व्यवसाय कस्तो होला, हाम्रो नौकरी अथवा विदेश यात्रा कस्तो होला, अथवा हाम्रो पढाइ लेखाइ कस्तो छ, विवाह आदि कर्महरू कस्तो छ। केटीहरूले सोध्छन् श्रीमान कस्तो पाइएला, राम्रो हामीलाई माया गर्ने पाइएला कि नपाइएला, अथवा केटाहरूले सोध्छन् श्रीमती कस्तो पाइएला, राम्रो पढे लेखेको सुन्दरी है, स्वभाव गुण स्वभाव भएकी। यी आदि प्रश्नहरू गर्छन्। मान्छे भाग्यमा बढी विश्वास गर्छ, लकमा। र कतिपय मान्छेहरू यसो पनि कुरा गर्छन् कि यो मेरो नम्बर लक नम्बर हो, अथवा यो दिन मेरो लक्की डे हो। अब सबै मान्छे भाग्य अनि लकको भर पर्छन्, तर भाग्य के हो, त्यो लक के हो, त्यसले कति बेला कसरी काम गर्छ, यो कुरा भने धेरैले बुझेका हुँदैनन्। र अधिकांश बुझेर पनि धेरै जसो अन्धविश्वासमा थोरै उनीहरूको लगाव भइहाल्छ, बुझेका मान्छेहरूका लागि पनि। आउनुहोस्, भाग्य गीतामा भगवान श्री कृष्णले भन्नुभयो कर्मण्ये बधिकारस्तु मा फलेषु कदाचन। भगवानको प्रष्ट भाषा के हो भने तिमी भाग्य र लकमा भर नपर, तिमी पहिला कर्म गर, किनकि फलको आशा नगर। जो कर्म प्रधान, जो कर्मशील व्यक्ति छ, उसको भाग्य उसको कर्ममा, उसको गर्ने क्रियाकलापमा, उसको व्यवहारमा, उसको परिश्रममा, उसको सङ्घर्षमा निहित हुन्छ। त्यसैले भाग्य जो हो कर्मले बनाउने हो, आफ्नो कर्मले। अब मानिलिनुहोस् इक्जामको लागि विद्यार्थीहरूलाई मैले भन्न चाहे, इक्जामको लागि गएको छ, पढेको छैन। अब भनिदेलान् कोही ज्योतिषले तिमी पास हुन्छौ, तर पढेको छैन, त्यहाँ पास नहुन सक्छ। किनभने जब पढेको छ भने तिमी त फेल हुन्छौ, कुनै ज्योतिषले भन्देला, तर राम्रो पढेको छ, राम्रो अध्ययन गरेको छ भने त्यो पास हुन्छ। भाग्य कहाँनिर हुन्छ, जस्तै आज केही काम गर्नका लागि अथवा परीक्षा दिनलाई नै लिउँ न, परीक्षा दिनका लागि गयो, कारणवश कहीँबाट खस्यो र उसको हात काटियो, त्यो पनि लेख्ने हात, त्यो भाग्य हो। तर त्यो पनि उसको राम्रो र नराम्रो कर्ममा भर पर्छ। उसले राम्रो कर्म गरेको छ भने भगवानले त्यो घटना हुनबाट बचाइदिनुहुन्छ। यदि नराम्रो कर्म गरेको छ भने उहाँले त्यो घटनाबाट बचाउनुहुन्न। त्यो भाग्य हो, त्यसलाई लक भनिन्छ। तर ज्योतिष हेरेर अथवा भाग्य, मेरो प्रारब्ध, कर्म, त्यो अनुसारको धन, त्यो अनुसारको पढाइ लेखाइ, त्यो अनुसारको नौकरी, व्यवसाय, राजनीति बन्ने चाहिँ होइन। सबैभन्दा समग्रमा कुरा के हो भने कर्म। कसले कस्तो कर्म गर्यो, कति मेहनत र परिश्रम गर्यो, त्यो अनुसारको भाग्य यानि लक तय हुन्छ। जय श्री कृष्ण।